हेलो नमस्कार गुड मर्निङ सम्पूर्ण तपाईहरु मेरो युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण साथीहरु। आज म तपाईहरुलाई चाहिँ कोशी प्रदेश 1 नम्बर प्रदेशबाट 5 नम्बर प्रदेश सम्मको यात्रामा हामी दुईजना बुढाबुढी यात्रा गर्दै छौं। जहाँ 5 नम्बर प्रदेश लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश भनेको त्यतिकै प्रख्यात छदैछ, सबैहरुलाई थाहा छदैछ। आज हामी जाँदै छौं लुम्बिनी प्रदेश, गौतम बुद्ध जन्मेको जन्मथलो स्थान। हामी लुम्बिनी जाँदाखेरि 1 नम्बर प्रदेशदेखि कति समय लाग्छ, कति दिनमा पुगिन्छ, कस्तो कस्तो ठाउँ छ, कति खर्च लाग्छ भन्ने पनि तपाईहरुलाई सम्पूर्ण यो भिडियो मार्फत तपाईहरुलाई हामी जानकारी दिने कोसिस गरेको छौं। यदि तपाई लुम्बिनी भिजिट गर्नु हुँदैछ 1 नम्बर प्रदेशदेखि भने अवश्य तपाईहरुलाई केही सजिलो हुनेछ। यो भिडियो अन्त्यसम्म हेर्दिनु होला। हस्त नमस्ते। हामी चाहिँ यो गाईघाट त्रिउकाबाट यस्तो यो सिरालान हुँदै सर यता हुँदै यता हुँदै यता हुँदै यता हुँदै अनि यता हुँदै 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 बुटल भएर बुटलदेखि यता भैरवाबाट यता हामी लुम्बिनी यहाँसम्म हाम्रो यात्रा हुनेछ। हाम्रो यात्रा गाईघाटदेखि सुरु भएछ। हामी गाईघाटदेखि 3 घण्टामा बर्दिवास पुग्यौं। बर्दिवासबाट अगाडि बढ्यौं। अलिक अगाडि बर्दिवास यो झण्डा देखिएको दाहिनेतिरको भने काठमाडौँ पुगिन्छ, तर हामी सिधै अगाडि सर्लाही जिल्ला पुगिन्छ। सर्लाही जिल्लाको भरतताल 2 घण्टामा पुग्यो। भरतताल हामी अहिले पसेनौं, फर्किँदा सिधै अगाडि जाँदा हामी बारा जिल्लाको पतलैया चोकमा पुग्यो। 1 घण्टामा यहाँ यो चोकमा पुगेपछि योदेखि सिधै अगाडि बढ्दाखेरि यतै बसे गए। मैले शपिङ गर्थे। हामी पुग्यौं मकानपुरको हेटौडा। यो चाहिँ हेटौडा चोक भयो होला के कता हो। अब हामी हेटौडादेखि सिधै जाँदाखेरि 2 घण्टामा चितवन जिल्लाको नारायणघाटमा पुग्यो। नारायणघाटको हामी नारायणी किनारतिर हामी बेलुका साँझ परेपछि बेलुका घुम्न गयौँ। एकदम राम्रो रहेछ ठाउँ। नारायणी नदीको किनारमा धेरै मान्छेहरू आएर बस्दा रहेछन्, घुम्दा रहेछन्, खाँदो रहेछन्, फोटोसोटो खिच्ने गर्ने। यो सिधै बाटो उता गैंडाकोटतिर जान्छ, नवलपरासीतिर। अनि हामी फोटोसोटो खिच्यौँ। रात छिप्पिँदै गयो, अँधेरो हुँदै गयो। त्यसपछि हामी एकछिन बस्यौँ। त्यहाँनेरिको सौन्दर्य नै अर्कै आनन्द मन छुने खालको ठाउँ रहेछ। आनन्द लाग्ने नाउहरू चलिरहँदो रहेछ। त्यसपछि हामी आफ्नो होटलतर्फ फेरि हामी रात परेपछि फर्क्यौँ। आज हामी खानासाना खाइसकेपछि चितवनमा छौँ, चितवनको नारायणगढमा। चितवनको नारायणगढमा आएर यहाँ स्टे गरेको छु। गुड नाइट आजलाई। अब डे टु गुड मर्निङ। यता हुनुहुन्छ किसानजी अनि अनि होटलमा चाहिँ स्टे गरेर अहिले चाहिँ बिहान भइसक्यो अनि अब चाहिँ हामी बाटो लाग्छौँ गाइस। सो एकदम भ्यू हेर्नु भन। अनि यहाँबाट देखिने भ्यू म आफै देखाउँछु। तिमी चाहिँ चितवन नारायणघाटदेखि हामी लुम्बिनीतर्फ लाग्यौँ। लुम्बिनी नवलपरासी 40 मिनेटमा सिजी टेम्पल पुगेर यो टेम्पलभित्र छिर्दाखेरि नेपालमा रहेको विभिन्न मन्दिरहरूको जल र माटोहरू संरक्षण गरेर सङ्ग्रहालय बनाएर राखेको रहेछ। यो मन्दिरभित्र नेपालको सम्पूर्ण मन्दिरहरूको जल अनि त्यो मन्दिरको विशेषताहरू लेखेर राखेको रहेछ। त्यसपछि हामी यहाँदेखि अगाडि बढ्यौँ। हामी बुटोलतर्फ लाग्यौँ। बाटो एकदम कच्ची र अप्ठ्यारो बाटो रहेछ। हामी बुटोल पुग्यो, 3 घण्टामा बुटोल पुग्यो। त्यहाँदेखि देब्रे साइडतिर हामी लुम्बिनीतर्फ लाग्यौँ। लुम्बिनी बुटोलदेखि हामी लुम्बिनी 1 घण्टामा पुग्यौँ।
यो लुम्बिनीको विशेष ठाउँहरू हो। हामी मायादेवी मन्दिरतिर तर्फ जाँदैछौँ। टिकट काट्नुपर्ने रहेछ टिकट काट्नुपर्ने रहेछ। काट्नुपर्ने अरे हामी चाहिँ लुम्बिनीको त्यसपछि हामी मायादेवी मन्दिरतर्फ लाग्यौँ। यो मन्दिरभित्र गौतम बुद्ध जन्मेको ठाउँ रहेछ। जन्मेपछि यो तालमा स्नान गरिदिएको रहेछ गौतम बुद्धलाई। यो वरिपरि धेरै मन्दिरहरू रहेछ। यहाँनिर विभिन्न देशको मन्दिरहरू आफ्नो आफ्नो देशले आफ्नो शैलीमा आफ्नोमा डिजाइनमा बनाएको मन्दिरहरू धेरै रहेछ। यो सिङ्गापुरे मन्दिर रहेछ। यो यस्तो मन्दिरहरू त धेरै रहेछ। यहाँनिर घुमेर पनि धेरै घुम्न पनि टाइम लाग्ने एकदम राम्रो राम्रो डिजाइन निकालेर बनाएको मन्दिरहरू रहेछ। एकदम हेर्दै मन्दिरहरूको दृश्यहरू हेर्दै एकदम आनन्द हुने यो ठाउँ एकपल्ट हामी जानैपर्ने रहेछ। यहाँको मन्दिरको बनावटहरू यो चाहिँ लुम्बिनी प्रदेशमा रहेको यो मन्दिरहरू धेरै ठुलो एरिया रहेछ। यो मन्दिरमा विभिन्न शैली डिजाइनमा बनाएको मन्दिरहरू हामी हेर्न दर्शन गर्न जानै पर्ने देखियो। यो मन्दिरहरूको भिडियो धेरै भएकोले छोटो छोटो भिडियो हामी पस्किन गइरहेको छौँ। छोटो छिटो मिठो भिडियोहरू हामी पस्किँदै गइरहेछौँ। यो मन्दिर तपाईहरूले देखिरहनु भएछ। विभिन्न देशको विभिन्न देशबाट बनाइएको मन्दिरहरू रहेछ। हामीलाई समय नभएर हामी सबै मन्दिर राम्ररी अध्ययन गर्न नसके पनि छोटो क्लिप्सहरू लिएर हामी तपाईहरूलाई पस्किरहेका छौँ। यो मन्दिरको भित्रीबाट नै अध्ययन गर्ने भने धेरै समय लाग्ने भएकोले गर्दा हामी छोटो भिडियो क्लिप्सहरू लिँदै हामी घर फर्किनु पर्ने भएकोले अलिकति छिटो सो गाइस अहिले चाहिँ हामी असिन पसिन हुँदै जापानिजमा आइपुगेको छौँ। सो म पनि जापानिज जस्तै बनेर आएको छु। त्यसो देखेको छ कि छैन। गोल्ड यो एकदम हेर्दै पहेँलो येल्लो सुनको बनाएको जस्तो यो टेम्पल एकदमै आकर्षण देखिएको छ। अब यो तपाईँहरूले फेरि व्हाइट कलरको देख्नुभयो। यो व्हाइट कलरको चाहिँ थाई टेम्पल रहेछ। थाइल्यान्डबाट निर्मित थाइल्यान्ड डिजाइनमा बनेको यो मन्दिर एकदमै सुन्दर छ। यहाँ मान्छेहरू धेरै फोटो भिडियो टिकटक बनाउन आउनेहरूको मान्छेको भिड देखियो। यो मन्दिरको राम्रो डिजाइन गरी सजाइएको रहेछ। त्यसै गरी हामी अर्को आयौँ। एकदमै सुन्दर गाइस यो चाहिँ कोरियन मन्दिर रहेछ। लु त्यहाँ भित्तामा नाम लेखिरहेछ कोरियन टेम्पल छिङछुङ वाला। मेरो धेरै मन्दिर रहेकोले हामी घुम्न अझै टाइम लाग्ने भएकोले हामी फर्क्यौँ। फर्किँदाखेरि हामी लुम्बिनीबाट चितवन सौराहा आइपुग्न हामीलाई लगभग 5 घन्टा लाग्यो। र सौराहा आइपुग्दा रात पर्यो र यहाँनिर एउटा किनारमा सौराहाको किनारमा रहेको किनार रेस्टुरेन्ट एकदम राम्रो रहेछ।
हामी यताउति घुम्यौँ, यताउति हेऱ्यौँ। धेरै मान्छेहरू बसेर खान मिल्ने ठाउँ यो कोसीको किनारमा, खोलाको किनारमा एकदम मान्छेहरूको चाप बढिरहेको देखिएको छ। त्यसपछि हामी त्यहाँबाट फर्केर हामी सौरा चोकमा गयौँ। सौरा चोकमा पुगेपछि हामी थारू कल्चर प्रोग्राममा धन्यवाद, गुड नाइट। आज हेलो, आज चाहिँ हामी चितवनमा छौँ। अब हामी सौराको प्याकेज लिएको छ। अब सौरा हामी भिजिट गर्न गइरहेको छौँ। अब हामी 7 बजे यहाँबाट लाग्छौँ। के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछौँ। हाम्रो बसाइ चाहिँ यो चितवनको सौरामा छ आज। रिस आयो कि क्या? विभिन्न टाढा टाढाबाट जङ्गली जनावरहरू कस्तो उज्यालो हेर्नु न उता सफारी गरेको देखियो। यहाँबाट टाढाबाट जुम गरेर क्यामेराबाट खिचिरहेको छौँ। क्यामेराबाट देखिएको दृश्य देखाउनु न। म यतिकै राम्रो खिचिहाल्छु भिडियो। हामी खाजा टाइममा, ब्रेक टाइममा छौँ यहाँ। कत्रो रहेछ त उतै। खाइदियो भने चाहिँ के गर्ने? म त डर लाग्यो गरेर त छेउ यो चाहिँ मारेर राखेको मरेको चाहिँ यहाँ ल्याएर राख्नुभएको। कोही नाम पढ्नु राष्ट्रिय निकुञ्जमा रहेको सौरामा रहेको यो खोइ के अरे यो साला मलाई कुनै जनावरको नाम यो दुम्सीको कम्ता होला। जङ्गली जनावरको म्युजियम रहेको छ। रियल हो है सबै। नेपालमा पाइने तथा विदेशमा पाइने सम्पूर्ण जङ्गली जनावरहरूको बडीहरू संरक्षण गरेर राखिएको रहेछ। यहाँ जङ्गली जनावर मात्रै होइन, विभिन्न प्राणीहरूको यता यस्तो घुमेर आउने यता यस्तो हेर्दै जाने अनि ठ्याक्कै निस्किँदै जाने के कता हो के यो जङ्गली हो के भन्छ होइल बानमा छ भने ऊ त्यता जस्तो छ त्यो होस् माछा त हेर कति कति हो यहाँ फोटो खिच्न यता यता हेर्दै हेर न
पढेर त टाइम लाग्छ निकै यो त भित्र हेरेर सर्पको त हेर न ऊ 12 सिमीको माथि सिममा सर्प पाइदैन के हुन्छ त्यो त अब त्यो ठाउँमा जान्छ यो जङ्गल जनावरको के हुन्छ यहीँ भित्र यो बाहिर कुखुराहरू वन कुखुराहरू क्या घर कुखुराहरू यो डङ्गो द मान्छे खाने किटेको छ यस्तो न माछा खाने मान्छे भेट्यो त्यो कत्रो टाउको साह्रो छ सुगाहरू अन्डा हेर न अस्ति छ कि हजुर यता हेर त यो राम राम यो त अलि ए यो हेर्छ कि सकेको अब यता हेर्दै निस्किनु यताबाट निस्किनु हुन्छ बाक ट्राई आयो हामी बसेको टक चितवनबाट फर्क्यौँ हामी फर्किँदाखेरि हेटौडा मकवानपुर 1 घन्टा 30 मिनटमा आइपुगेर यहाँनिर रेस्ट गऱ्यौँ एकछिन त्यहाँबाट हेटौडादेखि फेरि हामी 12 पर्सा राष्ट्रिय निकुञ्ज हामी तर्फ 1 घन्टामा यो निकुञ्जमा आइपुग्यौँ त्यसपछि यो निकुञ्जबाट हामी 3 वर्ष अगाडि सर्लाहीको भरतताल 1 घन्टा 30 मिनटमा पुग्यौँ खासै परिवर्तन भएको रहेनछ पहिले 3 वर्ष गरौँ त एकदमै रमाइलो यहाँनिर पानीमा बोटिङ गर्नु सकिन्छ यहाँनिर धेरै किसिमबाट ठुलो बोट सानो बोट विभिन्न हेरी त्यहाँदेखि हामी भरततालदेखि हामी उदयपुरमा 4 घन्टा 30 मिनटमा आइपुग्यौँ र सम्पूर्ण हामीले खर्चहरूको विवरण देखायौँ लगभग 25,000 मा कम्प्लिट गऱ्यौँ